हेलो गाइज वेलकम टु माई ब्लग। मेरो साथी र म त्यहाँ हो बिहान लाग्यो कामतिर होइन। जस्तै साइकलमा सधैँ दुब्लेर गइन्थ्यो। आज हिउँ पऱ्यो कामले गर्दा आम्मा मर्न लाग्छौँ भने नि भयो। हेर्न सक्नुहुन्छ यो होक्काइदो आशैका हो होइन। यो सक्नुहुन्छ यो होक्काइदो मम्मी यो कुण्ठामा आएको हामीहरू कहाँ आयौँ कसरी आयौँ। पैसा फल्ने रुखहरू यहाँ सुकिसक्यो सबै होइन। कतै देखिँदैन यो पैसा फल्ने रुखहरू हेर्न सक्नुहुन्छ। ल यी साथी हुन् मेरो है। जिउ भने एउटा साथीसँग बिहान काममा जाने चाहिँ काममा होइन जस्तै यिनी उठाउँथ्यो आज चाहिँ मैले उठाएको हो। अरू जे भयो पनि कसो पैसाको लागि हेर्नुहोस् साथीहरू। म नेपालमा हुँदाखेरि 10 वर्षमा सुत्ने मान्छे यहाँ बिहान 5 बजी उठ्यो दिएर। यस्तो छ मेरो हालत चाहिँ। यो चाहिँ जोस् मजा छ भनेर कता छ यता ए यता सुन्नु छ। यहाँ गाँड फाड्न कि असली चाहिँ आज थाहा भयो होइन। एउटा मेरो साथी त फेरि भाइ साहब नेपालमा गएको नि त पहिला नेपाल हो कि नै हो। अनि एउटा गीत गाइदियो साथी। ल भोसब नेपालमा अर्को लात हान्न निकाले अब मलाई चाहिँ त्यही पनि अब म यस्तो गाएको चाहिँ छोडिदिनँ फेरि। टोपीमा कस्तो लाग्यो मैले ल गाई चाहिँ नाकबाट सिकान पनि तर बगिरह मेरो चाहिँ छैन यस्तो। ल एउटा गीत चाहिँ हानिहाल। ल कुन गीत हान्ने त गीत हाने भयो। घर मेरो खुसी पारी छोडी आएको धेरै हो। धन कमाउने आशै आसमा आधा उमेर बितिगो। जान्छ मेरो परदेशैमा मन छ नेपालमा। आमा साह्रै गाह्रो परदेशी जिन्दगी साह्रै गाह्रो भयो। मेरो सधैँ ट्रेक्टर स्टार्ट गरेर जस्तो आउँछ तिमीलाई थाहा छँदैछ होइन। अब साथी हेर्नु सक्नुहुन्छ जोस रमाइलो छ भनौँ। ल्याउ त मलाई देखाउ त। यही मेरो क्यामेरा रिगार्ला ल्याउ त गाइज है हेर्न सक्नुहुन्छ। हान्दैन आज चाहिँ रमाइलो लाग्छ। अहिले काम गर्दाखेरि चाहिँ गाडै फाट्छ। रमाइलो त भनौँ। हामीलाई चाहिँ आइससँग नयाँ केही लागेको छैन किनभने हामी जहिले आइसमै डुबिरहेको पानीमा खेल्दै काम गर्नुपर्ने। के साथी यो त तिम्रो जस्तै चल्छ। ल ल ल ल ए टोपी लगा पहिला टोपी लगा न। ल पैसा झान्ने रुख है। गाह्रो हार्छ नि त पछि काम गर्दा त लास्ट गाह्रो हुन्छ है। पछि चाहिँ अलि जे भयो नि हामी खुसी भयौँ तर पछि चाहिँ गाह्रो हुन्छ। अब जस्तै 10 मिनटमा हामी खाइसकेर पुग्छौँ भनेपछि आज चाहिँ हाम्रो 1 घन्टा अगाडि हिँडेको छौँ तर पुग्छ होला। जमिसक्यो मेरो नाक मुख ओठ सबै है। जो खाएको भ्यू चाहिँ जोस रमाइलो छ। जे भयो भने हाम्रो कम्पनीमा ढिला पुग्यो नि केही भन्दैन जे गर्यो नि क्या त्यो अवस्था गर्दैन त्यति होइन। लास्ट माया गर्छ आफ्नो फ्यामिली जस्तै माया गर्छ होइन। अब त जाने हो। साथीको हालत भर्खर पैसा टिप्दै थिएँ। के भयो साथी पैसा छिरो कि क्या हो पैसा छिरो जस्तो छ। हेर्न सक्नुहुन्छ गाइज है हामी चाहिँ लगाउन कम्पनी पुग्न लागिसकेका छौँ। यहाँको भ्यू चाहिँ यस्तो रहेको छ। अयो मास धन्न मुनि पढिसकेको थिएँ धन्न फाल्नु पढिसकेको थिएँ। मासुलाई बलर हान्छ है आज क्या यसको लागि घुमिने भन्न चाहन्छु। घुमिने है घुमिने हो जे हो नि एउटा हो। तर यहाँ चाहिँ जोस रमाइलो छ। मासुलाई गालासाला नेपाललाई त्यो हिउँ पऱ्यो मस्त घुम्न गइन्थ्यो है। एउटा बेबी घुम्न आऊ न जाऊ न हिउँ पऱ्यो परि पैसा माइहाल्छु के भनियो घुम्न गइन्थ्यो। अनि
जस्तो जे भयो नि काम गर्नुपर्छ है। गाड फाटिरहेछ, जिन्दगी के हो बुझिराख, ठिकै छ होइन। जिन्दगीले परीक्षा लिन्छ कहिलेकाहीँ। गाड फाटिरहेछ जापानमा, परीक्षा दिँदैछौँ तर ज्यालपिटीमा फेल भइरहेछौँ। अब इक्जाममा पास चाहिँ कहिले हुँदैनौँ। जसले जतिको भन्यो भने नियमको खुलुत्तै हो होइन। किन सबैको अब जापान आउनेको धेरैको होला नियमको त्यस्तो हुँदैन क्या, त्यस्तो जु भन्ने पारा हुँदैन। सबैले यहाँ आएर गाडमाड कि गामबाड चाहिँ गर्छ भित्र होइन। त्यो दुइटा एउटा गर्छ कि गाडमाड गर्छ कि गामपात्तै गर्छ, दुइटा एउटा गर्छ होइन। अझ यस्तो छ क्या भाषा। अब नेपालमा गएर कहाँ झुक्किएर पनि कहाँ जापानिज बोल्यो भने मान्छेहरू हेर्छन् होला क्या, त्यहाँ के बोल्यो भने अहिले निकाल्यो निकालिदिन्छ होला क्या। अब हाम्रो कम्पनी हो कि नै ल हो यो कम्पनी हाम्रो। अब हामीले अगाडि मासि त यो चाहिँ हाम्रो जाने है। साइकल ल्याएर आज भित्र म तिमी त डोराएर जाउँ हुन्छ म साइकल डराइ सकिनु होला थाहा कि नै गाउँमा यिनी साथी कति बेला त्यस्तै कुरा हुन्छ नि डराएर जाउँ अरे। यहाँ आफूलाई ड्राइभ सक्ने क्षमता छैन, साइकल ड्राइभर जाउँ भन्छ नि नि। हाम्रो कम्पनी हो यो, हाम्रो ह्यान्ड क्यास दिने कम्पनी हो। अलिअलि खटाएको छ माधवको, कसले बिग्रेर कसले सुधार नहोला भन्ने हामी पर्खाइमा छौँ है। जान्छसँग ह्यान्ड क्यास दिन्छ कि फेरि हाम्रो कम्पनी हो साउ आइसकेको रहेछ। साउथ चाहिँ फेरि रसगुल्लै छ। त्यो पनि इन्डिया रसगुल्ला खाऊ कि न तिमीले? इन्डिया रसगुल्ला खाऊ कि नै? त हो त्यस्तै छ। हाम्रो साथी मिठो छ नि। नेपालमा त्यो भनेर मार्छन् एउटा होइन। जोस् ठिक छ। एउटा इन्डिया गएछ पल्छ होइन। मम्मी खाना लाएर चाहिँ है मम्मी नेपालमा के भात खानु हो? इन्डियामा कस्तो रसगुल्ला मिठो मिठो हुन्छ। पुतारी हित्तो खाइसक्यो नि केमा वातासिया खाइसकेको थियो। अतासिया कुरुमा हुँदैन चिया ल चला त्यो लपको हान्छु त। ओ भाइ सुगै नि कसको नाम लेख्छ हेर्छु। ऊ लेखिदिएछ यही के लेख्यो यही साहित्य रे। हाम्रो कम्पनीको नाम लेखिदिएर चाहिँ हामी ओहायो गोजाइमास हामी फुरितो के सामु नै बस्छु के हो दाइजु नेपाली दिदी हुनुहुन्छ यहाँ भलको खाइसक्यो भने कम्पनी तिम्रो हात दुखिरा साथीको चाहिँ हात दुखेको छ। अब मेरो के दुख्नु बाँकी छ होइन दुखिहाल्छ। साथीको हात दुख्नु कारण चाहिँ हिजो बेलुका 1:30 बजीसम्म सुतेको थिएन होइन। ऱ्याप पान्डा चाहिँ फेरि तिमीहरू नराम्रो नसोच्नु होला है। ऱ्याप पान्डा अहिले होइन त्यो हक्काइदो अरे आम्मा नाम पनि जो सोचेर राख्यो है। अब विकास राई भन्छ क्या ल हिउँले भात छ भनेर यो बुट्टा रहेछ नि त हेर नि त। अब कसरी बाँधेर राख्यो है। अब ऊ त्यो बुट्टा हेर त। अस्ति मैले त देखाएको थिएँ कहाँ के गर्नु लग्यो भनेर। आज चाहिँ हिउँ है 0.000 चाहिँ कम पऱ्यो है। अब म 10-15 दिनपछि अर्को भिडियो अपलोड गर्छु। त्यसमा चाहिँ हामी हिउँको आधा हुन्छ होइन, हामी डुबिरहेको हुन्छौँ। ऊ हेर्न सक्नुहुन्छ है बिरुवालाई यसरी जोस्। जापान जस्तो फिल गर्ला आज है क्या हो। भात नखाने भात खाने र रामेन खाऊँ न आज। यही रामेन ल्याम्की ल्याम्प खाने है हेर्न सक्नुहुन्छ। ल्याम्की ल्याम्प खाने खाना